विवाद भनेको के हो? त्यति बसिसके 4 जना चिया खाने होला त्यो देखि नै एकदम मुके आता अगाडि जान्दिन न सानो अगाडि जान्दैन हो त्यहाँ ल बुढी टुन्न भात खाइयो म एकछिन बजार घुमेर आउँछु राम्रोसँग घरको काम गर है ल बुढा जाऊ छिटै आऊ है साझा आउँदा त्यही दिवस जाउँदा खुलाएर जेठो पनि आएछ त कतिखेर आइस जिउ बोकेको बा अरू सन्चै हुनुहुन्छ निकै छु बा निकै छु अरू बा के गर्दै हुनुहुन्छ आजभोलि? के गर्नु बा बुढो मान्छे घरको काम गर्यो बस्यो त्यही त हो आज यसो बजारतिर घुम के रहेछ भनेर आएको त्यो भूकम्प बाढी गएर के हल्ला सुन्छु पत्रिकामा नातिले पढेर सुनाउँछ के हो त्यो कुरो मैले त केही बुझिनँ नि बा हो बा भूकम्प भनेको त एकदमै हाम्रो लागि जोखिमको लागि चाहिँ एकदम जोखिमयुक्त हो अनि भूकम्प आयो भने हामीलाई घर पढ्न सक्छ होइन त्यही भएर हामीले अलिकति सुरक्षित रहनुपर्छ भूकम्पबाट बच्नको लागि चाहिँ हामीले धेरै सावधानी अपनाउनुपर्छ बा भनेपछि अब हामी सबै मर्ने भयौँ त भूकम्पले गर्दा मर्दैनौँ अब यसो बा अलिकति सुरक्षा अप्नायो भने हामी बाँचिहाल्छ बा त्यति मर्नुपर्ने केही छैन यो अलिकति प्राकृतिक विपत्ति हो ए सुन्दरी नातिनी अलिकति जिउ दुखेको दबाई ल्याउन नातिनी कस्तो दबाई हो बा फेरि अझ दबाई कस्तो हो यो बुढो मान्छेलाई अलिकति अनि मरिन्छ होला त्यसो भए त हामी सबै है मरिँदैन बा मरिँदैन तपाईँले हामी सबै सिकाउँछ बाजे कस्तो दबाई हो बा फेरि हो बुढो मान्छे घरमा काम गर्दा सुन्छ नाति यस्तो त खानुहुन्न नि बाजु तपाईँले त यसले झन् भूकम्पभन्दा पहिला मार्छ बाजु यस्तो खानुहुन्न तपाईँले के गर्नु सानैदेखि यो पानी बसिहाल्यो पानी बस्यो नि छुटाउनु पर्यो त बा खानु भएन नि हो तपाईँले अलि खानुमा नाति तपाईँले भूकम्पभन्दा पहिला यो खायो भने तपाईँ पहिला मर्नुहुन्छ बा त्यसैले तपाईँले चाहिँ यसको सट्टामा थोरै 10 रुपियाँ बचत गरेर तपाईँले आफ्नो परिवार मिल्नुहुन्छ बा अब असी पुगिहाले मरे भने दुःखै लुक्छ मेरो नाति बा तपाईँ मऱ्यो भने तपाईँको परिवारको बिचल्य हुन्छ तपाईँले खायो भने तपाईँको पैसा कहाँबाट आउँछ यति अनि खानु भएन बा तपाईँको परिवार छ समाज छ तपाईँको छोराछोरीलाई बनाउनु छ तपाईँले खायो भने नातिहरू म घर जान्छु है राम्रोसँग जानु भयो राम्रो होइन रक्सीले हल्लाउँछ कि भूकम्प आउँछ भन्दै भूकम्पले हल्लाउँछ यो होइन हल्ला रक्सीले हल्ला मलाई विद्यार्थी भाइ बहिनी अब बुढीले नखायो त्यति मार्छ भूकम्प आयो लाउन गएर भूकम्प आयो यत्रो दुःखले भूकम्प आयो ढुलाइको त गरेको बताइदिन्छ राम राम मैले अस्ति नै भनेको थिएँ नि त हेर मेरो घर त केही भएको छैन उतिखेर भाउजूले भनेको मानिदिएको भए ए बहिनी को बहिनी बाटोमा हिँड्दै बस्ने
भगवान भूकम्प आएर घर भत्काइदियो भने त हुन त रक्सी कहाँ हो के थाहा पाउनु भगवान घर भत्काइदियो क्या घर भत्काइदियो हाम्रो घर भत्काइदियो के भूकम्पले ए भगवान कस्ता मान्छेसँग भेटेछु मैले घर भत्किएर केही छैन रक्सी खाएर आँखा पनि देखेको छैन तिमीले भनेको मानेनौ अब कहाँ बस्ने के खाने लौ न बुढी बल्ल मेरो घोइटोमा घर लाग्यो अब छोड यस्तो भूकम्प गएको अवस्थामा कुनै पनि नेटवर्किङ टावरले काम गरेको हुँदैन। त्यति बेला स्थानीय स्तरको तहको माध्यमबाट प्रमुख जिल्ला अधिकारी ज्यूसम्म चाहिँ खबर पुग्छ। प्रमुख जिल्ला अधिकारी ज्यूले हामीसँग भएको कम्युनिकेसनको माध्यमबाट श्री गोरुबस गणको गणपतिज्यूलाई घटनाको विस्तृत जानकारी गराउनुहुन्छ। जानकारी पश्चात गणपतिज्यूले गोरुबस गणको रेस्क्यु टिमलाई लैजान आदेश दिएपछि सेनानी अमृत खड्काको कमानमा अहिले रेस्क्यु टिम घटनास्थलतर्फ मुभ भइरहेको छ। भने यति बेला स्कुलको पर्खालले च्यापेर विद्यार्थीहरू पुगेको अवस्थामा हाम्रो उद्धार टिम घटनास्थलतर्फ मुभ भइसकेको छ। भने अहिले उद्धार टिम उद्धारको लागि खटिसकेको अवस्था छ। यति बेला स्कुलको पर्खालले च्यापेको भित्र एकजना छात्रले मलाई बचाउ बचाउ भन्ने आवाज यहाँहरूमा सुन्न सकिन्छ। मलाई सुन्नुहुन्छ हजुर? यदि भित्र कोही हुनुहुन्छ भने नेपाली सेना श्री गोरुबस गण भूकम्प उद्धारको लागि तालिम प्राप्त टोली आइसकेको छ। हजुरले भित्रबाट आवाज दिनु होला, हजुरहरूको उद्धार हुनेछ। भित्र कोही हुनुहुन्छ हजुर? यति बेला उद्धार टिम घटनास्थलमा पुगिसकेपछि घाइते सेनानीलाई उद्धार गर्ने कार्य भइरहेको छ। भने घाइते भएको छात्रलाई प्राथमिक उपचारको लागि लैजाने कार्य भइरहेको छ। ढुङ्गाले लाग्न सक्छ। ओहो यत्रो घरको भत्किएको घरको छेउमै आएर बस्नु के त हो? त्यसो नभन्नु न ठुल्दाई, म नगर प्रमुखलाई फोन गर्छु है, बस्नुहोस् त। बस्नुहोस् है, म नगर प्रमुखलाई फोन गर्छु। हेलो नगर प्रमुखज्यू, हेर्नु न, हाम्रो गाउँमा भूकम्प आएर सबै घरसर भत्कियो, भएको अन्न पनि सबै पुरिदियो। हजुरले आएर उद्धार गरिदिनु पर्यो हजुर। लौ न हजुर, यति गरिदिनु पर्यो लु न। ठुलै चिन्ता नगर्नुहोस्, नगर प्रमुखहरू आउँदै हुनुहुन्छ अरे। भूकम्पमा पीडितलाई कमल बजार नगरपालिकाका नगर प्रमुखज्यूबाट भूकम्प पीडितलाई राहत वितरणको कार्य हुँदैछ। अहिले फेरि मास्तिर भिड छ, ढुङ्गाले गुन्डेर नि लाग्न सक्छ। भने घाइते भएको बिरामीलाई थप उपचारको लागि कमल बजार स्वास्थ्य चौकीमा लाने कार्य भइरहेको छ।
दाइ आइसक्नु भयो लु चिन्ता नगर्नुहोस् है। ल दाइ भूकम्प आएछ, भूकम्पले तपाईँको घर भत्किएछ र ठुलो क्षति भएछ, धन्न तपाईँ बाँच्नु भएछ। घर भत्किएछ, घरमा भएको अन्नपात सबै नष्ट भएछ। अब हामीले यो घटनाको खबर हामीले जानकारी हुनासाथ फोन आएको थियो। हाम्रो एकजना गाउँको भाइले मलाई फोन गर्नुभएको थियो। अहिले हामी तत्काल यो भूकम्प आयो, धेरैको जनधनको क्षति भएको छ, हामी यही क्रममा तपाईँ कहाँ आइपुगेका छौँ। अब तपाईँ धेरै नआत्तिनुहोस्, हामीले सक्दो सहयोग गर्छौँ। र आज हामीसँग भएको केही राहत सामग्री हामीले लिएर आएका छौँ, तपाईँलाई राहत सामग्री उपलब्ध गराउँछौँ। र यसपछि तपाईँको घरको पनि पुनर्निर्माण गर्नुपर्छ, त्यो कुराहरू विस्तार हुनसक्छ। अहिले हामी प्रारम्भिक चरणमा तपाईँको स्वास्थ्य अवस्था बुझ्न, तपाईँ घाइते हुनुभएको छ कि तपाईँको कस्तो क्षति भएको छ, आज नै तपाईँलाई बस्ने ठाउँको व्यवस्था हामीले गर्नुपर्छ। त्यसका लागि आज हामी तपाईँ नआत्तिनुहोस्। आज हामी प्रारम्भिक चरणमा पहिलो चरणमा केही राहतको व्यवस्था गर्दैछौँ र तपाईँ नआत्तिनु होला। घर बनाउँदाखेरि तपाईँले अलि बलियो घर बनाउनु भएन, संरचना चाहिँ राम्रो बनाउनु भएन। हामीलाई पनि जानकारी थियो, हामीले हाम्रो इन्जिनियर साहबले भनेको कुरा तपाईँले मान्नु भएन, घरको नक्सा पास गराउनु भएन। तपाईँले घर चाहिँ अलि बलियो गरी निर्माण गरेको भए तपाईँको घर भत्किने थिएन। तपाईँले कसैको कुरा सुन्नु भएन। तपाईँको बुढीले घर चाहिँ राम्रोसँग बनाउनु पर्छ, बुढो घर चाहिँ बलियो बनाउनु पर्छ भनेर उहाँले भन्नु पनि भएको रहेछ, त्यो हामीलाई जानकारी छ। तपाईँले हाम्रो कुरा पनि सुन्नु भएन, आफ्नो बुढीको कुरा पनि सुन्नु भएन, जबरजस्ती घर बनाउनु भयो, घर बलियो घर बनाउनु भएन, त्यसैले तपाईँको घर भत्कियो। आज हेर्नुहोस् त तपाईँको छिमेकीको घर भत्किएको छैन, अरूले राम्रोसँग बलियो गरी घर बनाए, तपाईँको मात्रै घर भत्कियो। तपाईँले घर बनाउने बेलामा अलि विचार पुऱ्याउनु भएन, त्यसैले तपाईँको घर भत्किएको हो। अब यसपछि घर बनाउँदाखेरि बलियो घर बनाउनु पर्छ, बलियो संरचना बनाउनुपर्छ। भूकम्पले मान्छेको ज्यान लिने होइन, हामीले बनाएको संरचनाले ज्यान लिने हो। आज तपाईँ धन्न बाँच्नुभयो, तपाईँको परिवार बाँच्यो। अब तपाईँ यसपछि तपाईँको खाने बस्ने व्यवस्था नगरपालिकाले गर्छ, पछि अब राज्यले पनि तपाईँको घर निर्माण गर्छ। सकेसम्म नगरपालिकाले नै घर निर्माण गर्छ, सकिएन भने हामीभन्दा माथिल्लो तह प्रदेश सरकार छ, सङ्घ सरकार छ, तपाईँको घर बन्छ। नआत्तिनु होला। आज हामी पहिलो चरणमा तपाईँले अब हामी राहत सामग्री दिन्छौँ र तपाईँ अब धेरै नआत्तिनु होला, दुःख नगर्नु होला। अब धेरै चिन्ता नगर्नु, व्यवस्था गर्छौँ हामी, तपाईँ धेरै नआत्तिनुहोस्। अब हामी तपाईँलाई राहत दिन्छौँ। हजुर, आज तपाईँलाई अब तपाईँको भाँडा बर्तन पनि नष्ट भएको छ, खानेकुरा नष्ट भएको छ। त्यसैले आज नै तपाईँले हामीले तत्कालै नगरपालिकाले केही न केही सहयोग गर्छ। यो तपाईँलाई अहिले नआत्तिनुहोस्। आज तपाईँलाई एक हप्तालाई पुग्ने जति हामी यो खानेकुरा, लत्ता कपडा, खानेकुराहरू, अरू भाँडा बर्तन उपलब्ध गराउँछौँ। त्यसपछि बिस्तारै हामी अरू पनि सहयोग गर्दै जान्छौँ। अब तपाईँ नआत्तिनुहोस्। अब हामी तपाईँलाई हामीले केही ल्याएको छ राहत सामग्रीहरू तपाईँलाई उपलब्ध गराउँछौँ, हामी दिन्छौँ। ल, हाम्रो उपप्रमुखज्यू आउनुभएको छ अनि हाम्रो यहाँको इलाकाको प्रहरी प्रमुखज्यू पनि आउनुभएको छ। अब यहाँ घटनाको प्रहरी मुद्दा बन्छ, वडाध्यक्षज्यू पनि आउनुभएको छ, तपाईँको यहाँको प्रहरी मुद्दा बन्छ। अब तपाईँको घर कस्तो बनाउनु पर्छ, कति क्षति भएको छ, त्यो विषयमा हामी बिस्तारै अध्ययन गर्दै जान्छौँ। हाम्रो चाहिँ सुरक्षाकर्मी आउनुभएको पनि आउनुभएको छ र त्यसैले अब हाम्रो आज उपप्रमुखज्यूकै हातबाट तपाईँलाई चाहिँ हामी कहाँ ल्याएको खाद्यान्न छ, के खानेकुरा ल्याएको छौँ, त्यो हामी हस्तान्तरण गर्दैछौँ। र उपप्रमुखज्यू उहाँलाई चाहिँ यो भूकम्पबाट प्रभावित हाम्रो चाहिँ यो दाजुलाई चाहिँ सहयोग गर्नुहोस्। जनानी तपाईँ चाहिँ यो अलिकति विचार गर्नु होला। फेरि घर भत्किएको छ, यो खानेकुरा अरू कसैले छोडेर लाग्ला, ख्याल गर्नु होला, विचार गर्नु होला। नमस्ते, हामी इलाका प्रहरी कमल बजारबाट आएका हौँ। घर भूकम्पले गएको रहेछ। हजुरको नाम के होला दाजु? र हजुरको घरमा के क्षति भएको छ धनको कुनै क्षति भएको छ कि? अस्ति भर्खर एउटा गाई किनेर ल्याएको थियो हजुर, त्यो पनि घरले टिकेर मऱ्यो हजुर। मानवीय कुनै क्षति भएको छ त्यस्तो? केही भएको छैन हजुर, बुढाबुढी धन्न बाँच्नु सफल भयो हजुर। अहिले तपाईँको भूकम्पले घर गऱ्यो,
अब हामी तयार गरिदिन्छौँ त्यसको लागि यसै करे मेरो जानु यति बेला कम्मल बजार नगरपालिका नगर प्रमुख तथा उपप्रमुखज्यूबाट भूकम्प पीडितलाई राहत वितरण कार्य भइसकेको छ भने प्रहरीद्वारा सम्पूर्ण विवरण निशुल्क उठाउने काम भइसकेको छ। यो जनचेतनामूलक कार्य प्रस्तुत गर्ने क्रममा घरसला पम्पिङ नक्सा पास गरी भूकम्प रहित घर बनाउँदा पछि पछुताउन नपर्ने र आफ्नो टोल छिमेकमा विपद पर्दा हामी आफैले पनि स्थल स्तरबाट उद्धार गर्न सकिँदो रहेछ भन्ने चेतनामूलक सन्देश दिन खोजिएको थियो। अब यहाँहरूमाझ हामी फायर फाइटिङको डेमो प्रस्तुत गर्न गइरहेका छौँ। सर्वप्रथम साधारण आगो परिचय। अब हाम्रो दैनिक जीवन कार्यसँग प्रत्यक्ष रूपमा जोडिन आएको हुन्छ। सामान्यतः हामी घरवासी प्रयोजनका लागि विभिन्न कार्य प्रयोगमा ल्याइन्छ। यसले प्रयोग गर्न जानेमा सहयोगी सिद्ध हुन्छ भने नजानेमा विनाशकारक बन्न सक्दछ। यो एक किसिमको शक्ति हो जुन ताप, अक्सिजन र इन्धनको रासायनिक प्रतिक्रियाबाट उत्पन्न हुन्छ, जसलाई आगो भनिन्छ। खास गरी सुखया मौसमको कारण फागुनदेखि जेठसम्मको समयमा हावाहुरी आगो लागेको घटना प्रशस्त हुने भएकोले हामी सबै चनाको र सावधानी हुनु नितान्त आवश्यक छ। कुनै पनि समुदाय समाजमा अकस्मात आउने सङ्कटलाई विपद भनिन्छ। प्राकृतिक वा मानव सृजित घटना जसले मानव जीवन तथा सम्पत्तिको अधिकतम क्षति तथा नोक्सानी गर्दछ। विपद व्यवस्थापनमा नेपाली सेनाले गरेको भूमिकाहरू: विपद व्यवस्थापन कार्यविधि 2066, राष्ट्रिय विपद प्रतिकार कार्य ढाँचा 2070 अनुसार फौज परिचालन गर्ने गरेको छ। नेपाल सरकारले नेपाली सेनालाई विपद व्यवस्थापनमा एउटा प्रमुख अङ्गको रूपमा लिएको छ। नेपाली सेना एडाप्टेबिलिटी ट्रेनिङ रिसर्च मेनपावर भएकाले विपद व्यवस्थापन गर्न सक्षम तथा प्रभावकारी साथै ती रेस्पोन्डरको रूपमा रहेको छ। प्राथमिक जिम्मेवारीमा आवश्यक अनुसार नेपाली सेना विपद कार्यमा अवरात खटिनेछ। त्यसै कारणले विपद कार्य अन्तर्गत आगो सम्बन्धी चेतनामूलक कार्यको डेमोन्स्ट्रेसन आज हजुरहरूमा प्रदर्शन हुन गइरहेको छ। त्यसैले पनि नेपाल भूकम्प जोखिममा 11औं स्थानमा पर्दछ भने जलवायु परिवर्तनमा 4औं स्थानमा, जल उत्पन्न प्रकोपमा 30औं स्थानमा, सडक दुर्घटनामा 50औं स्थानमा र सम्पूर्ण विपद जोखिममा 20औं स्थानमा पर्दछ। आगोलाई विश्वभरका विभिन्न क्षेत्रहरूमा ठूलो जनधनको क्षति पुर्याउने प्रमुख विपद हो। अमेरिकामा हालसालै 2025 जनवरी 7 मा क्यालिफोर्नियाको लस एन्जलस भन्ने ठाउँमा भएको आगलागीबाट करिब 26 जनाको र मृत्यु र 23 जनाभन्दा बढी बेपत्ता भएका थिए भने लगभग 250 देखि 270 अमेरिका डलर बराबरको धनमालको क्षति भएको थियो। त्यसै गरी अस्ट्रेलियाको बुश थारे इलाकामा 2019 देखि 2020 मा जङ्गलको आगोलागीबाट लगभग 18 मिलियन हेक्टर जङ्गल र सहरी क्षेत्रलाई प्रभावित पारेको थियो। नेपालमा 2011 देखि 2021 को दशकमा आगोलागी 15,246 घटना भइसकेका छन् भने 689 जनाको मृत्यु भएको थियो भने 19 अर्ब 41 करोड रुपियाँभन्दा बढी क्षति भएको थियो। यसै घटनालाई मध्यनजर गर्दै सम्पूर्ण जनमानसमा आगोलागी नियन्त्रण सम्बन्धी जनचेतना जगाउने उद्देश्यले आजको डेमोन्स्ट्रेसन तयार गरेको छ। आगो लाग्नेको कारणहरू: विद्युत सर्ट हुँदा, ग्यास लिक हुँदा, चट्याङ पर्दा, साना साना बालबालिकाले जताभावी आगो वस्तु चलाउँदा, ग्यास सिलिन्डर तथा स्टोभ पड्किँदा, काम सकिएपछि आगो जाने वस्तुहरू बन्द नगर्दाले आगो लाग्ने प्रबल सम्भावना हुन्छ। अब कल्पनामा आधारित गरी केही घटनाहरू प्रस्तुत हुन गइरहेको छ।
कमल बजार नगरपालिका वार्ड नम्बर 2 अवस्थित नयाँ बस्ती गाउँमा खरको छानो सहितको कच्ची घर करिब 8-10 घरधुरी स्थानीयवासीहरू बसोबास गर्दै आएका छन्। गाउँलेहरू दैनिक कार्यमा खेती किसान घाँस दाउरा खेत वृद्ध तथा युवा चिया पसलमा पत्र पत्रिका पढ्ने सुरो खाने गर्दछन्। साह्रै मिठो चिया बनाउनु मिठो चिया सधैँ खुवाउँछ। आगो लागेको साइडमा आगो लागेको यति बेला सुन्दरीको चिया पसलबाट आगो लागिसकेको छ। आगो लागेको खबर पूर्वज गर्दा स्थानीय घटनास्थलतर्फ यति बेला उदासीन आगो लागिरहेकोमा आइसकेको छ। यति बेला एउटा घरदेखि अर्को घरसम्म आगो फैलिँदैन सबैले खोल्नको लागि फायर लाइन बनाउने कार्य भइरहेको छ भने उताका बस्यालय टोलीले घटनास्थलतर्फ वृद्ध बिरामी गर्भवती महिला बालबालिका जनावर र पशु पक्षीलाई हटाउने कार्य भइसकेको छ भने घरमा भएको बहुमूल्य सामान लत्तकबाट अन्न पानी घर अनुसारको अलग अलग गरी सुरक्षित स्थानमा सार्ने काम भइसकेको छ। आगो निभाउनको लागि फायर फाइटिङ टोली फयर जेट फायर एक्सटिङ्ग्विसर सटर सामान तान्नको लागि हो फायर लाइन बनाउनको लागि पिक सारेला आदिको प्रयोग गर्ने कार्य हुँदैछ। फायर सुट लगाएको रेस्क्युले स्थानीय घरभित्र निकाल्ने कार्य भइरहेको छ भने आगोमा परि घाइते बिरामी भएकोलाई प्राथमिक उपचार गर्ने कार्य भइरहेको छ। फायर फाइटिङ टोलीले आगोलाई नियन्त्रणमा लिने कार्य भइरहेको छ। आगोमा परि घाइते भएका बिरामीलाई एम्बुलेन्स मार्फत कमल बजार स्वास्थ्य चौकीमा उपचारको लागि लाने कार्य हुँदैछ।
यति बेला नेपाली सेना गोरुबस गणको उता टिमले आगो पूर्ण रूपमा नियन्त्रणमा लिइसकेको छ। बाल्ला भेटे बाल्ला नि गयो हामी हजुरको नाच अर्को पौनी प्रकार सम्बन्धी चेतनामूलक डेमोन्स्ट्रेसन प्रदर्शन गर्न गएको छौँ। यो मेरो बायाँ बस्नु भएको सम्पूर्ण उपस्थित सम्पूर्णलाई अलिकति साथ लागिदिनु हुन अनुरोध गर्दछु। कुनै पनि आगो लगाइरहेको स्थानबाट अर्को स्थानमा आगो फैलिन नदिनको लागि स्थानीय स्रोत साधनको माध्यमबाट कम्तीमा 2 देखि 3 मिटर र बढीमा 20 देखि 30 मिटरसम्मको खनेर अथवा सफा गरेर बनाएको रेखालाई अग्निरेखा भनिन्छ, जुन हजुरमा आज प्रस्तुत प्रदर्शन हुन गइरहेको छ। यो अग्निरेखा बनाउनाले धेरैभन्दा धेरै वन जङ्गलको क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने कुरो यहाँहरूमा आज प्रस्तुत प्रदर्शन भइरहेको थियो। यहाँको आगो बोली आगो बोली धन्यवाद। अब हामी हजुरको माझ फायर एक्सटिङ्ग्विसर सम्बन्धी चेतनामूलक डेमोन्स्ट्रेसन प्रदर्शन गर्न गइरहेका छौँ। कुनै पनि घर तथा संरचनामा लाग्ने आगोको सुरुको फेजलाई छिटोभन्दा छिटो नियन्त्रण गर्नको लागि सबैभन्दा उपयोगी यन्त्र भनेको फायर एक्सटिङ्ग्विसर हो, जुन आगो लगाई नियन्त्रण गर्ने तरिका हजुरको माझ प्रदर्शन हुन गइरहेको छ।
यो प्रदर्शन गर्ने क्रममा यहाँहरूलाई हामीले सुरुको फेजमा लागेको आगोलाई फायर एक्सटिङ्ग्विसरबाट नियन्त्रण लिइसकेको थियो भने पछि यहाँहरूलाई देखाउन खोजिएको आगोले आफ्नो नियन्त्रणभन्दा बाहिर गइसकेको अवस्थामा फायर एक्सटिङ्ग्विसरले नियन्त्रण लिन सकिँदैन भन्ने यहाँहरूमा आज प्रदर्शन हुन यो डेमो प्रदर्शन गर्न गइरहेका थियौँ। ठुलै घर तन्की सिकाएर केटाकेटी पनि आइसक्यो। अर्को घरमा लगाइदियो अब पछि कतातिर हुन्छ पछाडि चेप्यो भने खोइ भइहाल्छ चेप्यो यिनी दुई घरको के होला, एउटामा ग्यास पड्काउने होला, अर्को के होला? एउटा त ग्यासमा जलाउने विधि निकाल्ने होला, अर्को के हो केही न केही होला। 3 गरेर हाल्नु भत्काउन 3 गरेर भूकम्प वाला यो प्रदर्शन गर्ने क्रममा हामीसँग अहिले प्रदर्शन गरिरहेको फायर एक्सटिङ्ग्विसर डेट स्क्वायर भएको फायर एक्सटिङ्ग्विसर हामीले प्रयोग गरेका थियौँ भने डेट स्क्वायर भएको फायर एक्सटिङ्ग्विसरले चाहिँ काम गर्दैन भन्ने यहाँहरूलाई डेमो प्रस्तुत गर्न खोजेको थियो। जति पनि हामीले फायर एक्सटिङ्ग्विसरको नोजलले आगो लागेको ठाउँमा प्रेसरले जान पर्ने हो, त्यो डेट स्क्वायर भएको फायर एक्सटिङ्ग्विसरले चाहिँ त्यो अवस्था नआउने हुँदा आगो नियन्त्रण गर्न सकिँदैन। अब हजुरमाझ अर्को ग्यासको प्रयोगबाट हुन सक्ने दुर्घटनाबाट बच्ने तरिका डेमो प्रस्तुत गर्न गइसकेका छौँ भने जसमा हामीले यहाँहरूमाझ ग्यास चुलोमा आगो लागेमा त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उपाय र अर्को ग्यास पाइप बीचमा ग्यास लिक हुन गई आगो लागेमा त्यसबाट बच्ने उपाय, त्यसै गरी ग्यास रेगुलेटरमा समस्या अथवा खराबी भए आगो लागि भएमा बच्ने उपाय हजुरहरूमा प्रस्तुत गर्न गइसकेका छौँ, प्रस्तुत गर्न लागेका छौँ। अब हजुरमाझ ग्यास चुलोमा आगो लागि भएमा कसरी नियन्त्रण लिन सकिन्छ भन्ने डेमो प्रस्तुत गर्न गइरहेका छौँ।